प्रदेश सरकारबाट 4 करोडको बजेट भएको छ र त्यो चाहिँ यो अहिले पहिलो वर्ष चाहिँ अहिले रेड बुकमै निक्लेको 70 लाख। त्यो पैसाबाट अब तुरन्त त्यो काम गर भनेर डिपिआर गराउने भने के काम छ फटाफट त्यो सुरु भइसक्यो त। अब हाम्रो चाहिँ त्यो अगाडिपट्टिको पाटो भवन छ नि त्यो भत्काएर अर्को साइडबाट गरेर त्यतापट्टि खुला गरेर केही सुधार हुँदैछ। त्यही बेलामा अनि हामी सरस्वतीको मन्दिर के बनाउनु पर्छ त्यहाँ मिलाएर बनाउला। त्यो त्यस कारण चाहिँ अहिले हामीले आज पनि हाम्रो गोविन्द सरको कुरा आयो। गोविन्द सरले मलाई फोन गर्नुभएको थियो। आज उहाँ नआएको कारण के भने प्रदेशको मुख्यमन्त्रीज्यूलाई भेटघाट आज संयोग भेटघाट यहीँ हुने मौका परेछ। उहाँलाई भेट्ने भएको हुनाले चाँडै भयो भने म त्यहाँ सकेर म आउँछु, भएन भने म आउँदिनँ भन्नुभयो। मैले तपाईँको महत्त्व त्यता छ नआउनुहोस्, त्यो काम पुरा गर्नुहोस् आज भनेको छु। अब हाम्रो चाहिँ निर्माणको कुराहरू पनि राम्रो भइरहेको छ। यहाँहरूको साथ सहयोग स्कुलले अवश्य पाउँछ र कति माया हुँदो रहेछ स्कुलको भन्ने कुराहरू मैले आज चाहिँ बुझेँ पनि ऊ पनि भयो। र अहिले हाम्रो कलेजकै स्कुलको हिसाबबाट कलेज पनि राम्रो छ, कलेज पनि अगाडि बढिरहेको छ एनआर कलेज। र स्कुलमा पनि अहिले विद्यार्थीहरू हाम्रो नेपाल राष्ट्रिय माविमा हुन्छ हाम्रो सहायक प्रधान अध्यापकज्यू यहीँ हुनुहुन्छ। उहाँले नै भन्नुहुन्थ्यो होला, मैले नै बोल्ने उहाँको तर्फबाट पनि। अहिले हाम्रो विद्यार्थी बिहान र दिउँसो गर्दाखेरि 1500 विद्यार्थी पढ्छन् हाम्रो नेपाल राष्ट्रिय माविमा अहिले। त्यसरी विद्यार्थीको पनि कुनै कमी छैन। र अहिले हामीलाई तारकेश्वर नगरपालिकाले पनि धेरै मद्दत गरेको छ। अहिले मैले हिजो मात्रै हाम्रो हेड सरले भन्नुहुन्थ्यो 2-3 जना दरबन्दी थपिदिएको छ अरे हाम्रो लागि, बिहानको लागि पनि दिउँसोको लागि पनि टिचर पनि थपिएको छ अरे। भनेपछि हामीलाई सबैतिरको साथ सहयोग छ, यहाँहरूको पनि सहयोग रहिरहनेछ। म बाँचुन्जेल लट्ठी टेकेर हिँड्नुन्जेलसम्म म स्कुल पनि छाड्दैन, कलेज पनि छाड्दैन, मलाई पद पनि चाहिँदैन त्यहाँको, म काम चाहिँ गरिरहन्छु। यति भन्दै अब खास आज मेरो जुन छोरीको कुरा आयो, अब त्यति बेला सरकारी स्कुल धनी मानीले पढाउने स्कुल होइन गरिबीले पढाउने स्कुल भन्थे, अहिले पनि भन्दैछन् के अरे। मैले मेरो छोरीहरूलाई पहिला त छोराहरूले पढाउने बेलामा हाई स्कुल भएको थिएन, मावि भएको थिएन। पछि मावि भएपछि अब यिनीहरूले नि यहाँ पढ्न पाउने भयो भनेर मैले 2टा छोरीलाई त्यहीँ पढाएको हो। र तीबाट चाहिँ पढेर आज जे होस् छोरीले चाहिँ जुन यहाँहरूबाट जुन सम्मान पायो है, अब मलाई त आफ्नो छोरी जसुकै पनि गर्व लाग्ने नै भयो। त्यसमाथि पनि हामी सबैलाई नै एउटा स्कुलको एउटा विद्यार्थीको नाताले आज जे होस् उच्च अदालतको न्यायाधीश भएकोमा है। अब मैले न्यायाधीश भएर चाहिँ मबाट आउँदिनँ। मैले एउटै कुरा भनेको थिएँ, तिमीले लोभ लालचा मुक्ति सबै कुरा अहिले देशै रित्ताएको छन् लोभ लालचाले। तिमीलाई लोभ लालचा गर्नुपर्ने आवश्यकता पनि छैन। इज्जत राख र उमेरको हिसाबले पनि सर्वोच्चमा जाने उमेर पनि छ, सर्वोच्च जानुपर्छ भने न्यायमा उच्च अदालत हेटौडाको चाहिँ न्यायाधीश शर्मिला भन्ने चाहिँ नाउँ कमाउनु पर्छ भनेर मैले उसलाई त्यही आशीर्वाद दिएको छु। र अवश्य उसले मलाई विश्वास छ उसले त्यो काम गर्छ। यहाँहरूको चाहिँ आशीर्वाद लाग्छ उसलाई, ढुक्क भए हुन्छ। अब मेरो चाहिँ आज चाहिँ यो साधन सभा हो। आजको साधन सभाको चाहिँ अहिले निर्वाचित अध्यक्ष सदस्यज्यूहरूलाई चाहिँ मेरो शुभकामना र कार्यकालको सफलताको कामना गर्दै मेरो भनाइ यहीँ नै अन्त्य गर्ने अनुमति माग्छु।